그대 잠깐 눈을 붙일 때 나는 마음에 불을 붙여요. 비밀의 나만의 초콜릿. 그대 차가운 몸을 녹일 때. हेलो हाई नमस्कार अनि सेवा सम्पूर्णमा सबैजनालाई स्वागत छ मेरो नयाँ ब्लगमा। नेपालपछिको मेरो यो नेपाल पछि नेपाल आएपछिको मेरो यो फर्स्ट ब्लग हो, किनकि मैले बिचमा ब्लगै बनाएको छैन। म आएको अलमोस्ट 1 मन्थ हुन लागिसक्यो, मेरो जाने बेलामा पनि भइसक्यो होइन। अनि आज चाहिँ मैले यसो ब्लग बनाइदिउँ न त भनेर बनाएको। अनि आज चाहिँ रहेको चाहिँ के छ भन्दाखेरि आज चाहिँ वैशाखको 18 गते हो, अनि त्यो सँगसँगै आज चाहिँ वैशाख पूर्णिमा हो। अनि मेरो नाम चाहिँ मिस राई, अनि जिन्दगीमा कहिले पनि राई ड्रेसै लाउनु हुने दिदीले त कहिले छैन भनेर भन्नुहुन्छ होला नि त होइन। तपाईँहरूलाई जस्तो लागिरह होला, मलाई पनि कहिले काहीँ लाग्छ कि होइन मैले नाम राख्नु मिस्टेक गरेँ क्या मेरो जस्तो लाग्छ नि त। सो त्यही नाम मैले मिस्टेक राखेको होइन भन्नको लागि चाहिँ आज चाहिँ वैशाख पूर्णे सँगसँगै उभौली, हाम्रो चाहिँ उभौली पर्व पनि हो। अनि उभौली सँगसँगै आज चाहिँ हाम्रो के भन्छ यो उदयपुरको गाईघाटको मोतीगडाको राई चोक किरात चोकमा चाहिँ आज हाम्रो आफ्नै हामीले चाहिँ के भन्छौँ, हाम्रोमा चाहिँ साकेला छ क्या, हामीले मनाउन लागिरहेको छ नि त। अनि हाम्रोमा चाहिँ कस्तो छ अरे, हामी मात्रै नभएर अरू यठाउँको पनि सबैजना आउनुहुन्छ नि, एक ठाउँमा आएर हामी त्यस्तो गर्दै नाच्छौँ नि। त्यस्तो भरै अब चाहिँ मैले तपाईँहरूलाई त्यहाँ लिएर जान्छु होइन। त्योभन्दा अगाडि चाहिँ अब सुरुमा यस्तो ड्रेसमा छु नि त म, हेर्नु है त म पुरै म रैनी भएर आउँछु ल हेर्नु है। जादु टेन रेडी भए आज चाहिँ म मिस राई जस्तो देखेको छु गाइजहरू, हेर्न सक्नुहुन्छ। ल अब चाहिँ हामी जान लागेको, अनि त्यसपछि यहाँ हेर्नु पनि सक्नुहुन्छ हाम्रो मम्मी यहाँ यति गाली गरिसक्नु, बिहानदेखि उठेर अहिले चाहिँ मलाई यति गाली गरिसक्नु भयो, आइडोन्ट नो कति गाली गरिसक्नु भयो होइन। ल ओके अब चाहिँ हामी जान्छौँ माथि, किनकि सबजना गइसक्यो, हाम्रो माथि सागरा थान चाहिँ माथि छ, सब त्यहाँ जान्छौँ। म त्यही गरेर देखाउँछु है त। के भन्नु मम्मी तपाईँलाई भाइ? ए भाइ ए यो 0.5 त साह्रै नराम्रो आएर म त्यति नराम्रो छैन है गाइजहरू। ल गाइज अब चाहिँ हामी यहाँ नजिक आइपुग्न लाग्यौँ होइन। अनि मम्मी चाहिँ ऊ गलेर विश्राम गर्दै हुनुहुन्छ, म चाहिँ अगाडि टुङटुङ हिँड्दैछु होइन। अनि गाली खाँदै हिँड्दैछु, है कान दुखिसक्यो मेरो, कान पाकिसक्यो गाली खाएर आयो, कान पाकिसक्यो गाइजहरू। अनि हाम्रो चाहिँ यहाँ जङ्गल नर्सरीमा हुन्छ कि यहाँनिर चाहिँ हाम्रो साकेला थान छ। अनि हामी चाहिँ यहाँ नजिक साकेला गर्छौँको आजदेखि चाहिँ हाम्रो यो उदयपुरमा स्टार्ट भयो भनौँ न। उदयपुरमा मात्रै होइन देशभरि नै अब जहाँ जहाँ किरातहरू राईहरू हुनुहुन्छ उहाँहरूकोमा चाहिँ आजदेखि स्टार्ट भएको। अनि हामी चाहिँ हाम्रोमा चाहिँ हामीले लास्टमा गर्थ्यौँ अरू बेला चाहिँ, यसपालि चाहिँ तर फर्स्टमै गरिदिएको छौँ। यो के भन्छ आज पूर्णेको दिनै उभौलीको दिनै हामीले स्टार्ट गरिदिएको छौँ। अब भोलि अरू ठाउँमा भनेर यस्तो यस्तो छ नि, लास्टमा चाहिँ कम्पिटिसन हुन्छ हाम्रो गाईघाटमा। अनि त्यसपछि सकिन्छ 1 महिना जति नाच्न मिल्छ। सो अर्को महिनासम्म छ, जेठकोसम्म। मम्मीलाई के भन्नु छ? के भन्नु छ? छैन उकालो हिँडेर गलेर मर्न। लु मम्मी गर्नु भयो अरे, मर्निङ गर्नु पऱ्यो भनेको। उ त्यता भान्डाङ हुन्डुङहरू पनि देखेँ मैले। ल त गाइजहरू अहिले एकछिन भेट्यौँ है त। उताबाट नाचिरहेको त्यो चाहिँ हाम्रो है, त्यो चाहिँ हामी मेन आयोजकको हो। अनि यहाँ नजिक चाहिँ नाच्दैछन् कि म चाहिँ ढिलो भयो, म कुदै गएर नाच्छु म पनि, किनकि मलाई पनि नाच्न आउँछ नि त। तपाईँलाई थाहा चाहिँ थाहा छैन, तर मलाई नाच्न आउँछ गो। ल यहाँ नजिक हाम्रो चाहिँ अलिक पर लगाएर देखाउँछु ल, केही देखेन यहाँबाट त।
हाम्रो मेन यो चाहिँ हामी आयोजक हो यहाँ नजिक लेखेको पनि छ म देखाउँछु कता छ भन्नु यहाँ साकेला सिल्लीसम्म मतिगढा भएछ खास चाहिँ मतिगढा हो मतिगढा दिनपुरी नपा है यो चाहिँ हाम्रो हो मेन हो अनि यहाँ नजिक हाम्रो काले भाइ हामी सबै आज कालो हुन्छौँ अनि यो हेर्न सक्छ अब यहाँ म पनि देखाउँछु ल यो चाहिँ हाम्रो मैले भन्छ नि हामी यहाँ नजिक साकेला छ नेता पूजा हुँदैछ अनि यहाँ नजिक चाहिँ हाम्रो मेन अहिले आउनु हुने साकेला नाच्नु हुने यसो गर्नु हुने अनि त्यसो खानु पऱ्यो नि त होइन अब राई हो आफ्नो जात त देखाउनु पर्छ नि त त्यही भएर चाहिँ यहाँ नजिक यो चाहिँ जाँड अब जाँड होइन वासी माराखा अनि त्यसपछि पानी चिसो पानी छ है हाम्रोमा चाहिँ यहाँ नजिक यस्तो व्यवस्था पनि छ यहाँ नजिक अब यहाँ अहिले चाहिँ देखाउँछ यहाँ नजिक चाहिँ हाम्रो अब वासिम यहाँ नजिक चाहिँ हामीले वासिम अहिले यता फुपै हुनुहुन्छ फुपै चाहिँ के गर्नुहुन्छ फुपै रक्सीवाला ल है त अनि यहाँ नजिक चाहिँ हामीले हाम्रो जाँड हुन्छ नि यहाँ नजिक हाम्रो बाजे हुन्छ यता चाहिँ यहाँ चाहिँ हाम्रो अहिले जाँड टुङटुङ लगाएर छान्छौँ कि अहिले एकछिन देखाउँछौँ अनि हाम्रा यता के पार्टी भन्छ हाम्रो उमान पार्टी चाहिँ यता हुनुहुन्छ अनि यहाँ नजिक अझै म देखाइदिन्छु अनि अर्को चाहिँ हाम्रो यो जुन छ नि यो चाहिँ हामीले हिजो काटकुट बनाएर हिजो अरे आज काटकुट बनाएर फ्राई गरेर लिएको यहाँ चाहिँ आलुको फ्राई आलु पनि छ है हामी चाहिँ आलु फ्राई पनि दिन्छौँ हामी त्यस्तो ज्ञानी छौँ अनि यहाँ नजिक चाहिँ यो चाहिँ हाम्रो साकेला थान यहाँ नजिक हेर्न सक्छ रैछाकुले के हो तुवाबुङ रे है साकेला थान छ नि त यहाँ नजिक 62 सालमा स्थापना भएको भनेर यहाँ छ अनि यहाँ नजिक चाहिँ यसरी पूजा हुँदैछ हेर्न सक्नुहुन्छ ल म चाहिँ भित्र गइनँ यहाँ चाहिँ पूजा हुँदैछ उता भालेहरू पनि छ भनेपछि अहिले भालेहरू पनि च्याचुर हुन्छ होला त्यस्तो देखाउनु हुँदैन यसले चाहिँ फेरि नराम्रो त के हो अब चाहिन्छ नि त ल त गाइजहरू मेरो अनुहार पनि हेर्ने हो म चाहिँ रहेको छु यहाँ नजिक वापा र वामा भन्दै हुनुहुन्छ ल त म चाहिँ यहाँ नजिक छु को यस्तो राम्रो यहाँ अठार ला म मेरो अनुहार यसरी म यहाँ ल ल यहाँ मेरो आज म मेरो ओटिडी गर्छु भने चाहिँ बिर्सेछु गर्ने भएको छैन म ओटिडी गर्छु ल ल त यहाँ चाहिँ मैले आएर कल्चरल ड्रेस लगाएको छु यहाँ नजिक पनि छ यो के भन्छ यसलाई थाहा छ सबैले बुझ्दा चाहिँ चिन्नु हो है यहाँ पनि छ यहाँ यो भन्नु नि ठ्याक्कै भन्न आउँछ तर मलाई सबै आउँछ धजुरी पिचुरी यहाँ छ अनि त्यसपछि यहाँ नजिक चिन्डो यो भनेको वाबु अनि त्यसपछि यहाँ नजिक यो चाहिँ के पो भन्छ यसलाई वाबु अनि यो के पो त्यही है मैले बिर्से भएँ मैले चाहिँ यो चाहिँ यहाँ रिटिङ बाँसुरी होइन बिनायो है यो चाहिँ ल बिनायोले मेरो छिनायो अनि यहाँ हेर्नुहुन्छ यसरी ओटिडी गर्छु भने चाहिँ ल हेर्नुहुन्छ यो चाहिँ मेरो माथि चाहिँ मेरो यो चाहिँ के हो भन्दाखेरि चोलो तल पऱ्यो अनि यहाँ नजिक कटुकी अनि यो चन्द्रहार अनि यसलाई चाहिँ भन्छ हारी अनि त्यसपछि यहाँ नजिक यो यस्तो सल अनि यहाँ नजिक अहिले भनिसकेँ यहाँ नजिक ढुङ्ग्री र मुन्द्री बुलाकी के हो यो चाहिँ शिरबन्दी यहाँ नजिक लागेको चाहिँ गोदावरी अनि हातको चाहिँ बाला हातमा बाला कम्पनी यति भन्न आएको है त ल गाइजहरू म त नादा काली भइसकेँ यहाँ नजिक हेर्न सक्नुहुन्छ म चाहिँ काली भइसकेँ ममा त काली होइन यहाँ अर्को काले बहादुर भइसक्यो हामी सबै काली भइसक्यौँ होइन नाच्दा लाग्यो भने हेर्नु ल अनि अब चाहिँ हेर्न के अरे पुरै साकेला चल्दा चाहिँ सबैतिर चाहिँ नाचिरहेको छन् होइन हाम्रो नाच्दा गरेर आलुको तरकारी खाएर आएको होइन के अरे अचार भनौँ न तरकारी अचार एउटै छोप हालेर बनाएको यस्तो दामी भएको छ कि अनि यहाँ चाहिँ म अब तपाईँहरूलाई देखाउँछु ल कस्तो छ भनेर मेरो अनुहार देखाएर तपाईँहरूले पछाडि देख्नु सक्नुहुन्न नि त त्यही भएर म पछाडि आउँछु ल यहाँ हेर्न सक्नुहुन्छ यहाँ नजिक एउटा टिम नाचिरहेको छ कुन टिम हो चाहिँ मलाई एक्ज्याक्टली थाहा छैन तर कुन टिम रहेछ म हेरिदिन्छु ल खै अब उता साइडमा लेखाएको छ यता यहाँ पुलिस दाजुहरू पनि आउनुभएको छ हाम्रो सुरक्षाको लागि दाजु दिदीहरू अनि अब जाँड खाएर हल्ला गरेर मातेर फाइट खेलिहाल्यो भने त गाह्रो छ नि त फेरि राईको छोराछोरीहरू हुनु पनि गाह्रो छ नि त अनि यतातिर चाहिँ यो यहाँ नजिक चौकीदाको टिम हो यता अर्को कताको टिम हो अर्को टिम यता छ अनि अर्को एउटा टिम चाहिँ यहाँ पर छ होइन अनि अरूहरू चाहिँ यहाँ यसो हेर्दै एउटा उहाँ पर पनि रहेछ है सबैजना नाचिरहेको छ होइन यसरी चाहिँ मलाई खासै राम्रो चाहिँ देखाउँछ जस्तो लागेन तैपनि म यहाँ चाहिँ मलाई चाहिँ कालो देखाइरहेको छ एउटा
राम्रो छैन, त्यो पनि मैले आफ्नो अनुहार देखाएँ। ल अनि हाम्रो चाहिँ यहाँ नजिक हो ल गाइजहरू, यहाँ नजिक हो। मलाई त कस्तो नराम्रो देखाइरहेको छ होला है, ओ माइ लर्ड। ल त अब अहिले यतातिर सबै विश्राम पनि अहिलेसम्म नाता गरेर यहाँ नजिक, अनि उता थानमा पनि नाता गरेर हान्छ ल्याएर बसेको। ल गाइज म नाच्न नपाएको चाहिँ अलमोस्ट 3 इयर्स भइसक्यो होइन। यहाँ हाम्रो ठाउँमा ननाचेको त म धेरै नै भइसक्यो। अरू बेला चाहिँ काठमाडौँतिर नाचिन्थ्यो, अनि अहिले यो 3 इयर्स चाहिँ टोटल्ली नाच्न पाएको छैन। एकदमै धेरै नाच्न मन थियो, फाइनली आज नाचेर मन आनन्द भएछ होइन। अब त्यति भन्न लागेको। अनि त्यसपछि अब यस्तै हो क्या, यो ड्रेसहरू चाहिँ मिल्दैन घरि के हुन्छ यहाँ यो अहिले यो यस्तो भइरहेछ। फोटोहरूमा सबैमा बिग्रिरहेको छ। अनि मैले अनि के भन्छ अरे नयाँ चोलोहरू पनि केही किन भएको छैन क्या, अनि त्यही भएर मलाई कस्तो नराम्रो देखिरह होला। त्यही पनि कस्तो राम्रो देखेको दिदी भन्नु है। अब त्यो त भन्नु पऱ्यो नि त। लगाइदियो हाम्रो चाहिँ पुरै साकेला चलिरहेको छ। म पनि गरेर एकछिन नाचेर आउँछु है। गाइस हाम्रोमा पुरै हावा हुने आउट लागेर छ नि। यहाँ यसमा पसिरहेको छु के म सेफ छु होला त यहाँ चाहिँ। हाम्रो यहाँ चाहिँ हाम्रो यस्तो छ, यो के भन्छ अरे आलुको यस्तो दाल पनि बनाएको छौँ हामीले। हो हावा चल्यो गाइसहरू। नाच्न चाहिँ छोडेको छैन नि, जोस जागरको हराएको छैन हाम्रो टिमहरूको चाहिँ। मेरो चाहिँ हरायो है, अरूहरूको त हराएको छैन, नाच्दैछ नजर। यो चाहिँ हाम्रो